भयो भयो त्यसो भए तीनचोटि भयो दुईचोटि भयो दुईचोटि भयो क दुईचोटि भयो अझ एकचोटि सक्क पानी उबारै छोरी अहिले ऊ फेरि घुमाउनु पर्दैन न अब त्यही भए घुमाउनु पर्दैन खाना पर्छ ल अब ले यहाँ ले यति यहाँ हाल्नु त्यहाँ हाल्ने पातमा कतामा देखि बुहारीको उस्तो सुट ल अब यति यति खाना दे त्यहाँ हाल्ने त हामीलाई घुमाइरह्यो के रे यिको घुमायो त हामीलाई यहाँ टाउकोमा घुमाइरह्यो टाउकोमा घुमाउनु पर्छ मन छान्ने हो यसो गरे यस्तो गर्छ नि कस्तो यसको आइटम फेरि यस्तो घुमा त्यही होला क्या यसको आइटम फेरि त्यही हो क्या यस्तो वरिपरि घुमाइयो नि त हामीले तीनचोटि हामीले पहिला यस्तो बाटो नि गरियो नि हामीले यो लोटासित घुमाइयो नि त त्यही हो क अब यति यति पानी खाऊ खाइदिने र टिका ला टिका ला मलाई पानी फान्डल टिका लान मिलाइन र गरसवाला फाल्छ गर त फाल्ने हो के र अब फाल्ने होला यो फाल्ने हो दिदी अब कति बेला पानी खानु हालिदिएको पहिला ल पहिला खुवाइदिनु त्यहाँ पहिला फालिदिन्छु हो खुवाइदिने अब केही हुन्न का सेन्टी दिने हामीले खाने त्यही त भने के अरे मैले यति हौ अनि उता दियो यति धेरै खाने ल यो फालिदिन्छु यो कता लाग्छ ए यहाँ त दाल नै छ साथी हो खै लाइटर खै लाइटर नभए ग्यास अब लाइटरै छैन त मार्जी सुरु होला यो त